नमस्कार। यहाँलाई हाम्रो बाहुन पोडकास्ट सत्सङ्गमा स्वागत छ। हामीले चाहिँ बाहुन पोडकास्टमा गीता र उपनिषदका श्लोकको अर्थ कोट्याउने कोसिस गरिरहेका छौँ। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। नराम्रा केही कुराहरू छुटपुट भएका कुराहरू भेट्नुभयो भने पनि प्रतिक्रिया दिनुहोला र हजुरलाई राम्रो लागेका कुराहरू पनि प्रतिक्रिया दिनुहोला। हामी कमेन्टको प्रतीक्षामा रहनेछौँ। र आज चाहिँ मैले भगवद् गीताको 2 अध्यायको 50औं श्लोक वाचन गर्न गइरहेको छु र हाम्रो बुद्धिले भ्याएसम्मको अर्थ चाहिँ हामीले व्याख्या गर्नेछौँ। र श्लोक यस प्रकार रहेको छ। बुद्धियुक्तो जहातिह उभे सुकृत दुष्कृते तस्माद् योगाय युज्यस्व योग कर्मसु कौशलम। समबुद्धिले युक्त पुरुषले पुण्य र पाप जस्ता कर्महरू यही संसारमा परित्याग गर्दछन्। अर्थात् ती कर्म बन्धनबाट मुक्त हुन्छन्। यसर्थ तिमी समत्व रूपमा योगमा लाग। समत्व योग नै कर्ममा कुशलता हो, अर्थात् कर्मबन्धनबाट मुक्त हुने उपाय हो। भनेपछि त अब यहाँ पुण्य र पाप नै अब यही जगतमा परित्याग गर्न सकिन्छ, यही लोकमा परित्याग गर्न सकिन्छ भनेपछि त स्वर्ग र नर्क पनि त मिथ्या जस्तो भएन र? त्यो मिथ्या होइन। कसरी होइन भन्दा पहिला श्लोकको अर्थ राम्रोसँग बुझौँ। हजुर, श्लोकको अर्थ यस प्रकार रहेको छ। बुद्धियुक्तो जहातिह भन्न खोजेको बुद्धिले युक्त भएको पुरुष अथवा बुद्धिको प्रयोग गर्ने पुरुष अथवा व्यक्ति बुद्धियुक्त जहातिह। जहाति इह, इह भनेको यो लोक अथवा यो जन्ममा, जहाति भनेको परित्याग गर्दछ। के को परित्याग गर्दछ भन्दा उभे सुकृत दुष्कृत। सुकर्म र दुष्कर्म भनेको पुण्य र पाप भयो। सुकर्म र दुष्कर्मबाट उत्पन्न भएका पुण्य र पापको चाहिँ के गर्छ? यही लोकमा अथवा यही जन्ममा बुद्धिले युक्त भन्न खोजेको बुद्धि प्रयोग गर्ने व्यक्तिले परित्याग गर्दछ। तस्माद् योगाय युज्यस्व भन्न खोजेको यहाँ भगवान श्रीकृष्णले अर्जुनलाई भनिरहनु भएको छ। त्यसैले योगको लागि तिमीले के गर? त्यस्ता कर्महरूको परित्याग गर, यसरी नै बुद्धिको प्रयोग गर भनेर श्रीकृष्णले अर्जुनलाई भनिरहनु भएको छ। अनि योग कर्मसु कौशलम हो, त्यसरी नै तिमीले चाहिँ पुण्य तथा पापको चाहिँ परित्याग गर्न सक्यौ बुद्धिको प्रयोग गरेर भने तिमीले कर्ममा कुशलता प्राप्त गर्न सक्छौ। र कर्ममा कुशलता प्राप्त गर्नु भनेको के हो? योग प्राप्त गर्नु है। अब यसरी हेर्दा यहाँ स्वर्ग र नर्क मिथ्या होइन भनेर मैले कसरी भनिरहेको छु भन्दा जसले बुद्धिको प्रयोग गरेर आफ्नो उत्सुकता र आफ्नो जिज्ञासाद्वारा आफूलाई चिन्नको लागि निरन्तर लागेर आफ्नो सुकर्म र दुष्कर्मबाट पर हुन्छ अथवा आफ्नो त्यो पुण्य र पाप भन्दा पर रहेको आफ्नो सच्चिदानन्द स्वरूपलाई महसुस गर्छ, त्यो व्यक्तिको लागि चाहिँ सुकर्म दुष्कर्म केही रहेन। तर जसमा जिज्ञासै छैन होइन, जसलाई आफू चिन्ता नै छैन, मको हुनै त मतलबै भएन, भौतिक संसारमै रमाइरहेको छ, त्यो चाहिँ जहिले पनि सुकर्म र दुष्कर्म भनेको पाप र पुण्यको घेरामै नाचिरहेको हुन्छ। र त्यसरी स्वर्ग र नर्क चाहिँ त्यो पाप र पुण्यको लागि चाहिँ छ कि। अब तिमीले त्यो पापको पनि फल भोग्नु पर्यो, पुण्यको पनि फल भोग्नु पर्यो। हामी आत्मज्ञानी त होइन, या त जिज्ञासु भएर हामी आत्मज्ञानतर्फ लाग्नु पर्छ।